पछाडिदेखि अब के धक्का दिउँ। सो हेलो एभ्रिवान, नमस्ते सबैजना, सबैजना स्वागत छ मेरो नयाँ भ्लगमा। हजुर हेर्दै हुन्छ मिस्टर दिको भ्लग। सो हजुर सबै सन्चै हुनुला, म पनि सन्चै छु। त्यसै गरी हल्का अगाडि बढ्दैछौँ। हाम्रो आज सन्ना बाबुले के गर्दैछन्? के गरेर आउँछ सन्ना? आज सन्नालाई स्कुटी घोड्दै आउनु थियो। होइन म सम्झा कर अर्को पछाडिदेखि अब के धक्का दिउँ। ए भाइ सम्झिने, यसले चाहिँ स्कुटी धक्का हान्दै हिँडिरहेको छ। कहाँ जाने, कहाँ हो सन्ना? उता मान्दाको पनि थियो नि त्यो उता। ए कहाँ भाइ? यो चाहिँ हाम्रो बालबिहानी रहेको छ है, बालबिहानी। अनि के लाग्छ त तिम्रो बन्ला स्कुटी? म त फाल्दै सोचिरहेको छु यहाँ नाला फाल्दैन त बालो फाल्यो। पैदल यात्रामा गइरहेको छु है स्कुटी बनाउन। अब यहाँ जाउँ भित्र छु। साथी सुन्न, साथी सुन्न यार, भन्नु न। सुन्न यार। ए कुनबाटै भन्छ? त्यसमा हाम्रो फेसबुकमा 1.7 के पुगेको छ फेरि हेरे। त्यो गर्नु जाने कहाँ हामी? यो बाटो गयो भने फेरि घुम्नुपर्छ, उता निस्किनुपर्छ, त्यहाँदेखि फेरि यता गएर यता जानुपर्छ। योभन्दा राम्रो यता गएर यता गएर यता जाउँ। 40 रुपियाँ पूजाको, अब त्यो पूजा गरेर राख्छ नि अगाडि, टक्क भैली मागे 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 जस्तै सक्यो होइन। एउटाले 20, मैले एउटाले 20, मैले 20 रुपियाँ उठाएँ। गजब देख्दियो माथिदेखि छतदेखि। हाम्रो यातायात तारानगरको फाइनली हामी पुगिरहेको छु। रिकन्डिसन के हो? रिकन्डिसनमा पुगिरहेको छु। हाम्रो त्यहाँ चाहिँ अटो चार्ज गर्नलाई ट्याब्लु भाइ चाहिँ यहाँ छ है। अटो चार्ज कि ब्याट्री चार्ज? ए सरी, ब्याट्री चार्ज। यहाँ थाकेर यहाँ के भनिरहेको छु मलाई नै थाहा छैन। एकदमै पसिना भइसकेको छु म। यहाँ लोथ पसिना आइसकेको छ मेरो। भित्रदेखि पनि गर्मी भइरहेको छ किनकि पुरै ब्ल्याक लगाएको छु मैले। त्यही भएर यो कालो लगायो भने चाहिँ गर्मीमा यस्तै हुन्छ। उही माथि पऱ्यो यो धनगढी होइन। सो फाइनली हामी आइपुगे हाम्रो हिरा अटो रिकन्डिसन हाउसमा है। यहाँ चाहिँ दाइले मुभी हालिरहेको छ। मुभी लो कि के हो दाइ? यो मुभी लो ए दामी छ है मुभीले। सेम त्यो के भन्नु तोरीको तेल जस्तो बुझाइदिनु पऱ्यो क्या हुन्छ सायद। ए त्यो चाय कि नै बिग्रिया रहेछ, तँ नै बिग्रिया रहेछ। दामी पनि छ है। धेरै नयाँ रहेछ सन्ना। आइया सो यहाँदेखि अहिले दाइले ब्याट्री निकाल्नु भएको छ। ब्याट्री चाहिँ दाइको हातमा छ उता। अब त्यो चार्ज गर्न गइरहेको छ नि दाइ। अब त दाइले चार्ज गर्नुहुन्छ यहाँ। ब्याट्री चार्ज गर्ने ठाउँ चाहिँ यस्तो छ। अहिले चाहिँ स्कुटी दिएर हामी पुगिसकेको छ हाम्रो चौधरी ग्राउन्डको इन्ट्री गर्ने ठाउँ। इन्ट्री गर्ने भन्नाले पनि हाम्रो गेट। यो चाहिँ अहिले बनेको गेट हो। पहिला चाहिँ यो यातायात रहेको छ यता। अनि यो त्यो चाहिँ हाम्रो शौचालय हो कि हो। अनि यो चाहिँ रहेको छ हाम्रो मन्दिर। अनि यहाँ बड्डाहरू चिनमा बसेका छन्। अनि आम्मामा यसको माथि कि उही फर्स्टचोटि हेरेँ यार मैले त। यो त माथिको के हो? यसको माथि यो नन्दीदेव। आम्मामा हे प्रभु, मैले जति पनि गल्ती गरेको छु, मेरा गल्तीहरू का सजायहरू सबै मेरा साथीमाथि दिनुहोस्। मलाई लागेको थियो कि यो मुजीले यस्तै कुरा गर्छ भनेर। अहिले चाहिँ हामी चौधरी ग्राउन्ड आइसकेको छु फाइनली। अहिले चाहिँ हामी फेरि आइसक्यो हाम्रो यहाँ दाजुकोमा। जो अटो बनाइराख्नु भएको थियो ओइदेखि, आई मिन ब्याट्री लगभग फिट भइसक्यो। सन्ना भाइ इज हियर। हामी यहाँको एउटा थम्मेल खिच्नुपर्छ एउटा फोटो यहाँको। होइन त्यहाँ बनिरहेको छ, ब्याट्री चार्ज भइसकेको छ फाइनली। भयो भन्दै फिक्स हुँदैछ अब। ल हान्छ सन्ना। यो किकमा प्रब्लम छ कि किक राम्रो छ। सारी त
किक मिलाउनु पर्छ जस्तो छ भाइ के गर्छु त तर यो हाम्रो मेन खराबी यो रहेछ यो होला अहिले भर्खर चेन्ज गरियो लास्ट हार्ड हुन्छ नि कसको टाउको हाने के होला ह्याप्पी हुन्छ कहिले त यो तोडेर अरे यो साथी मेरो घरमा थियो भने नै है तर अब यस्तो हो त्यो बाइकको के को थाहा छैन अब केमा तर यस्तो यो मेरो दाइले लिएर आएको थियो कि फाइनली दाइ घुमाउनु त फाइनली अब चाहिँ हामी स्कुटी बनाएर पनि हल्का धेरै अगाडि आइसक्यो यो चाहिँ हाम्रो एन्डिङ होला जस्तो लाग्यो हामी स्कुटी चाहिँ बन्यो होइन तर हल्का धुवा धेरै आइरहेछ त्यसमा चाहिँ मोबिल नरहेछ मोबिल हालेर चाहिँ हल्का धेरै धुवा आइरहेछ त्यो पार्ट चाहिँ हामीले देखाएन ठिक छ केही छैन सो यति भन्दै आजको लागि बस यति आउनेछु फेरि नेक्स्ट भिडियोमा हामी फेरि भेट्नेछौँ सो अहिलेको लागि